तपाईहरुको लागि भनेर पिलुवा रियल इस्टेट प्रालीले 14 कट्ठा जग्गा 280 धुर जग्गा चाहिँ बिक्रीमा ल्याइसकेको छ, लिस्टिङ गरिसकेको छ। तपाईले यहाँ सम्बन्धित व्यक्तिलाई पनि देख्न सक्नुहुन्छ। अब यो जग्गाको बारेमा सर तपाईले पनि जानकारी दिन सक्नुहुनेछ है त सर? यो जग्गा भनेको हजुर मोरङ जिल्लाको बुढीगङ्गा गाउँपालिका वार्ड नम्बर 4 मा रहेको जग्गा हो यो। यसको कुल क्षेत्रफल भनेको 14 कट्ठा 280 धुर 280 धुर हजुर जग्गा। यसको फेस चाहिँ 157 फुट छ भनेदेखि ब्याक साइडमा चाहिँ 200 फुट छ। ए हजुर हजुर ब्याक साइड चाहिँ 200 फुट छ अनि अगाडिको पिच बाटो छ। हजुर पिच बाटो 60 फुटको बाटो 60 फुटको पिच बाटो पनि छ। तपाईहरुले यसलाई चाहिँ व्यावसायिक प्रयोजनको लागि पनि प्रयोग गर्न सक्नुहुन्छ। खेतीको लागि त अहिले नै प्रयोग भइरहेछ, त्यसको लागि पनि तपाईहरुले प्रयोग गर्न सक्नुहुन्छ। साथै यहाँ तपाईहरुले अगाडि चाहिँ 60 फुटको पिच बाटो पनि देख्न सक्नुहुन्छ, जुन बाटोबाट तपाईहरु गच्छा गोठगाउँ पनि जान सक्नुहुन्छ। साथै यहाँबाट विराटनगर पनि एकदमै नजिकै छ है। तपाईहरुले चाहिँ 240 धुर 14 कट्ठा जग्गा चाहिँ पिलुवा रियल इस्टेट प्रालीले लिस्टिङमा ल्याइसकेको छ। यदि तपाईहरु पनि यो जग्गा खरिद गर्न चाहनुहुन्छ भने, यो एरियामा तपाईलाई जग्गा चाहिएको छ भने तपाईहरुले पिलुवा रियल इस्टेट प्रालीको स्क्रिनमा देखाएको नम्बरमा आजै सम्पर्क गर्न सक्नुहुन्छ। तपाईहरुले यहाँ पिच रोड पनि देखिसक्नु भएको छ र यहाँ चाहिँ एकदम आकर्षक ढंगले खेती पनि गर्न सकिन्छ। र साथै यो जग्गा चाहिँ हेर्न सक्नुहुन्छ तपाईले 280 धुर जग्गा चाहिँ बिक्रीमा आएको छ र सम्बन्धित व्यक्तिले पनि हामीलाई जानकारी दिइसक्नु भएको छ। र यसको महुडा अथवा यसको हुन्छ नि अरु इन्फर्मेसनहरु केही दिन चाहनुहुन्छ? यो बाटो चाहिँ यो पिच बाटो भनेको चाहिँ नि 60 फुटको बाटो छ अहिले र यो गच्छियाबाट विराटनगर जाने मेन बाटो हो यो चाहिँ अहिलेलाई नयाँ बाटो। हजुर यसमा चाहिँ नि अब व्यापारिक प्रयोजनको लागि पनि यहाँ प्रशस्त मात्रामा प्लानिङहरु भइराखेको छ र नर्सिङ क्याम्पसको लागि पनि माग भइराखेको छ। हजुर यो त तपाईहरु चाहिँ एउटा व्यावसायिक प्रयोजनले एउटा ठुलो व्यवसाय गर्नका लागि पनि यो प्लेसलाई चाहिँ यो जग्गालाई चाहिँ एकदम युटिलाइज गर्न सक्नुहुन्छ, उपयोग गर्न सक्नुहुन्छ। र यसलाई यहाँतिर कुनै प्रस्तावित त्यस्तो विकास निर्माणको नयाँ योजनाहरु केही बनेको छ सर यसमा? यसमा विकासको लागि अहिले तत्काल चाहिँ नि अब प्लानिङ गर्ने योजनामा चाहिँ अब प्रशस्त ग्राहकहरु चाहिँ कस्टमरहरु आउँदै हुनुहुन्छ र अहिले तत्काल चाहिँ बनिसकेको चाहिँ छैन, तर बन्ने उसमा चाहिँ प्रावधान छ। अब यहाँबाट हेर्नु भने पूर्वपट्टि चाहिँ नि कम्पाउन्डहरु घेर्नु भएको छ, उहाँहरूले चाहिँ अब व्यवसायिक हिसाबले गर्दै हुनुहुन्छ। र यो बाटो यहाँबाट धरान विराटनगरको जुन धरान विराटनगरको रोडलाई छुनको लागि लगभग 250 मिटर हजुर 250 मिटरमा चाहिँ आधा किलोमिटर भन्दा पनि कमै मात्रामा छ यो एरिया। र नेपाली बस्ती पुरा पहाडी समाजको बस्ती छ यहाँ। हजुर यसलाई त मैले देखेको एउटा व्यापारिक कम्प्लेक्सको रूपमा अथवा एउटा व्यावसायिक प्रयोजनले पनि युज गर्न सकियो, अथवा तपाईले चाहिँ खेतीपाती नै गर्छु भनेर खरिद गर्दा पनि यो एरिया चाहिँ एकदम उपयुक्त देखिन्छ। र अहिले पनि सायद यसमा चाहिँ खेती मात्र भइरहेको जस्तो देखियो हैन? यो खेती यो जमिन चाहिँ खेती योग्य नै जमिन छ नि यहाँको उत्पादन चाहिँ राम्रो छ। हजुर तर के भनेदेखि अहिले अब जनसङ्ख्या वृद्धि दरको कारणले व्यवसायीकरणको कारणले गर्दाखेरि मान्छेहरू हाइवेमा चाहिँ नि अलिक महँगो पर्ने ठाउँ महँगो पर्नेले हुँदाखेरि अलिकति भित्री जग्गाहरूमा चाहिँ नि आकर्षित हुनुहुन्छ। यहाँ उद्योग कल कारखानाहरू पनि यहाँबाट 150 मिटर अगाडि चाहिँ नि अब पूर्वाधारहरू बन्दैछन्, बनाउँदै हुनुहुन्छ। र नराम्रो कुरा भन्ने केही छैन, सुविधा सम्पन्न छ। विराटनगरको कलेजमा चाहिँ अब स्टुडेन्टहरू चाहिँ पढ्नलाई चाहिँ जानलाई राम्रो छ। हजुर हजुर र कलेज पनि छ, टिचिङ हस्पिटल यहीँ छ, नोबेल हस्पिटल यहीँ छ, नजिकै छ, धेरै टाढा जानुपर्ने अवस्था छैन। ल हुन्छ।